ल केटा यसो खेलो खेलो है खेलो 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 तास जस्तो कुरो झेली गर्ने कुरो नि आएन ल हेर न ल चलो चलो चल्यो कि 50 लाए 50 100 आयो मेरो ल 100 ल मेरो 100 ल मेरो पनि 100 आयो बा 50 रुपैयाँ मात्रै बाँकी रहेछ ल खोलो मैले कस्तो चाँडा खोलेको भने त्यतिकै ल के छ ल्याउँदा ल मेरो डबल निस्केको ओहो अनि दा एका दुकी तिर्की अनि दा यहाँ गुलाम ट्रायल छ पैसा मेरो एकछिन साथी एकता छ यता त यार एकता यार पैसा टच नगरौँ पैसा टच नगरौँ भनेको के ओए तेरो तिनटै एकै एउटै कलरको छ त ओहो ल हेर्दा म्यारेजमा आउनु पनि ट्राई मलाई फरासमा आएछ तिमीहरू साथीभाइ परेर मात्रै हो छोडिदिएको नभए डबल पैसा दिन्थेँ मैले तिमीहरूलाई बुढाको 500 रुपैयाँ छावटले त 500 रुपियाँ साबट यो बाउ छोराको रिलेसन घरमा यो प्रोफेसनल गेममा चाहिँ साबटै चल्दैन पैसा पनि खेल्यो भने उठिहाल्ने पैसा छैन उठ्नै पर्यो नि के उठ्नु पर्यो भने उठिहाल्नु नि त यार तपाईँ पनि उठ्न हामी त खेल्यो होइन उठि एउटा जा केटा जा 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 तपाईँ पनि उठ्न होइन म एकछिन बस्छु कि मेरो खुट्टा ला झमझम गरेँ खुट्टै लाटो भयो कि फटाफट झमझम गरिरहेको छ क्या एकछिन बस्छु किन जाऊ न उठ्न उठ यसलाई उठाउ त यो राम आहा मान्छेहरूको बाउ छोरा सुध्रेर तास खेलेर टाइमको सदुपयोग गरिरहेछ अनि मेरो छोरा छ एउटा बिग्रेर अस्ट्रेलिया गयो अस्ट्रेलियामा त गयो त हुन्थ्यो नि अस्ट्रेलियाबाट पैसा पठायो गरेर राख्ने ठाउँ नै छैन भने अस्ति भर्खर त्यसले पठाएको पैसाले 10 बिघा जमिन किन्यो फेरि लालगढमा घर किन भनेर 10 लाख महिना पठाएको छ भने मेरो छोरालाई म अस्ट्रेलियाबाट पैसा नपठा भनेको पठाई गरेर हैरान पारिसक्यो भने न घरमा पैसा राख्ने ठाउँ छ न ऋणी मान्छे ल है छिमेकीहरूलाई यसो ऋण चाहिएको छैन भन्नु म उल्टै ब्याज दिन्छु यहाँ पैसा राख्ने ठाउँमा टेन्सन भइरहेछ भने काका तपाईले पुलिसले खोजिरहेछ ल हेर त मसँग पैसा धेरबाट सरकारले सुरक्षा दिन पठायो होला चाहिँदैन भन्थ्यो यहाँ एक बोट तास खेल्ने पैसा हाल्यो भने दिन रात पाले हली बस्ने मान्छे फालाफल पाइन्छ के को सुरक्षा हुनु नि म अस्ट्रेलियाबाट तपाईको छोराले इलिगल रूपमा तपाईले पैसा पठाइरा रहेछ त्यही भएर तपाईले समात्न आएको रहेछ कुन चाहिँले सुराग लगाइदिएको नि अनि आफूले दुःख गरी कमाएको पैसा पठाउँदा पनि इलिगल हुन्छ त हुन्छ मेरो सुराकी ल्याउने मान्छेले त आजको रात काट्न नपाओस् अब छरछिमेकमा यस्तो शराब चाहिँ नगरौँ ल बाजौँ बा